ल है हामी डेस्टिनेसनमा आइसक्यौँ माथि चाहिँ पुल खोला चाहिँ सुकेर यस्तो सानो भएछ हामी अलिकति माथि जानुपर्छ यो चाहिँ खोला सुकेर अहिले यस्तो भएको होला नि ए खोला नि यस्तै हो म त ठुलै खोला हजुर ए ल हामी स्विमिङ गर्ने चाहिँ यहाँ पुलमा नेचुरल स्विमिङ पुल गाइज योभन्दा माथि छ कि अझै दाइ यही हो यहाँ बस्ने ठाउँ छैन अरू यहाँ हेलो गाइज आज हामी चाहिँ यो गाउँ नजिकैको खोलामा स्विमिङ गर्न प्लस ड्राई पिकनिक जस्तै गरेर आएको छौँ हामी साथीहरू सबैजना भएर सो आई होप रमाइलो हुन्छ रमाइलो त हामीलाई अभियसली हुन्छ तर आई होप तपाईँहरूलाई पनि रमाइलो लाग्छ यो भिडियो हेरेर सानो क्लिपहरू चाहिँ म खिच्ने र राख्ने गर्छु कस्तो हुन्छ भनेर है यहाँ त सानो माछा पनि हुन्छ सानो माछा चाहिँ कति धेरै रहेछ तर सानो यस्तो गाउँमा चाहिँ रमाइलो हुन्छ है खोलामा खेल्न माछा समात्न ल यो चाहिँ हाम्रो दाई हुनुहुन्छ हाम्रो प्यारो दाई जेठो दाई अनि हाम्रो कृतिका बहिनी अनि ताराले चाहिँ तारा भाउजू ल तारा भाउजू अनि मेरो बहिनी अनि आन्सी अनि त्यहाँ मेरो साथीहरू छ यहाँ अब गिम्बल रेडी गर्दैछौँ टक्क भिडियो बनाउनलाई एस्थेटिक त भएन एकदम बट रमाइलो छ यहाँ चाहिँ पुल छ इज अल रेडी हान्सी स्विमिङ गर्न रेडी भइसक्यो अब स्विमिङ गर्ने हो न हान्सी पाहानी गर्मी उज्यालो देख्यो यता हेर्नु न एकचोटि यहाँ भाउजूकोमा भिडियोमा आइगयो सुरु गर्यो बाबु Bye. Hi Ansi, eta. Itu cap dinu no, pani lese itu cap dinu.
मजा आयो रमाइलो भयो मजा आयो हो मजा आयो डडी हो That's it for today. Thank you guys for watching. एकदमै रमाइलो भयो साथीहरुसँग. I hope you guys enjoy watching my video. Please guys like, share and subscribe for more videos. Love you all guys.